साथीहरु एउटा प्रश्न सोध्न चाहन्छु, तपाईहरुलाई आफ्नो घर सबैभन्दा बढी सेफ फिल हुन्छ होला हैन? तर के हुन्छ यदि मैले भने कि तपाईहरु आफ्नो घरमा पनि सुरक्षित हुनु हुँदैन? 2059 साल रानीबारीको एउटा परिवारको लागि उनीहरुको आफ्नै घर मृत्युको कारण बन्यो। एउटा यस्तो केस जुन सल्भ हुन 1 होइन 2 होइन पुरै 12 वर्ष लाग्यो। आज हामी नेपाल पुलिसको इतिहासकै सबैभन्दा अनौठो केस फाइल पल्टाउने छौं, जहाँ हत्याराहरूले घर त चिने तर मान्छे चिनेनन्, जहाँ एउटा सही निशाना गलत ठाउँमा लाग्यो। यो केस हो रानीबारी हत्या काण्ड। यो घटना बुझ्नको लागि हामीले सबैभन्दा पहिला त्यो समयको माहौल बुझ्नुपर्छ। मिति थियो असार 31 2059। नेपालमा संकटकाल लागेको थियो। माओवादी एकदम चरम सीमामा थियो। काठमाडौँको गल्ली गल्लीमा आर्मी र पुलिसको पेट्रोल हुन्थ्यो। मान्छेहरू सूर्यास्त हुन साथ घरभित्र पस्थे। एकदम आतंकको माहौल थियो। काठमाडौँको लाजिमपाट रानीबारी एरिया, यो एरिया सधैँ शान्त र भिआइपी एरिया मानिन्थ्यो। घटनाको दिन काठमाडौँमा मुसलधारे पानी परिरहेको थियो। रानीबारीको एउटा 2 तला घर र त्यो घरको भुइँतलामा बस्थे इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी श्रीमती अञ्जली श्रेष्ठ र उनीहरूको 4 वर्षको छोरी आज्ञश्री। यो परिवारको कसैसँग पनि कुनै लेनदेन या दुश्मनी थिएन। उनीहरू आफ्नै दुनियाँमा खुसी थिए, तर उनीहरूलाई थाहा थिएन त्यो असारको झरी सँगसँगै उनीहरूको घरतिर काल बढिरहेको थियो। काठमाडौँमा बिहानको उज्यालो हुँदै थियो तर पानी परिरहेको थियो, त्यसैले मौसम अलि धम्म थियो। हेमन्त श्रेष्ठको परिवार भर्खरै उठ्ने तर्खरमा थियो। सायद हेमन्तजी मर्निङ वाक जाने सोचमा हुनुहुन्थ्यो वा अञ्जलीजी किचनमा चिया पकाउने तर्खरमा हुनुहुन्थ्यो। तर त्यति नै खेर ढोकामा नकनक हुन्छ। अञ्जलीले सोध्नुभयो। बाहिरबाट आवाज आयो, दिदी हामी त कोठा भाडामा चाहिएको थियो। हेमन्तजी ढोकातिर जानुभयो। उहाँले ढोका खोलेर स्पष्ट भन्नुभयो, भाइ रुम खाली छैन अनि यो रुम खोज्ने समय पनि होइन। तर ती 2 जना जाने संसारमा थिएनन्। उनीहरूले भने, ल दाइ 1 गिलास पानी त दिनुस् अनि हामी जान्छौँ। हामी नेपालीको मन एकदम कोमलो छ, किनकि कसैले पानी माग्यो भने हामी रित्तै पठाउन हाम्रो मनले पनि मान्दैन, जसको कारण अञ्जलीजी भित्र गइन् र पानी लिएर बाहिर आइन्। तर यो गल्ती उनको मृत्युको कारण बन्नेवाला थियो। उनीहरू न त पानी पिउन आएका थिए न त कोठा भाडामा लिन आएका थिए। उनीहरूको योजना क्लियर थियो, जसलाई पुरा गर्न खुकुरी लुकाएर आएका थिए। मौका पाउने बित्तिकै उनीहरूले अञ्जलीमाथि खुकुरी प्रहार गरे अनि श्रीमतीलाई बचाउन आएका हेमन्तमाथि पनि बारम्बार खुकुरी प्रहार गरे। हाँस्दै खुसीसँगै जीवन बिताएको घर आज एकाएक कुरुक्षेत्र बन्यो। 4 वर्षकी आज्ञश्री यो सबै आफ्नै आँखाले देख्दै थिइन् र डरले बाथरुमभित्र लुक्छिन्। उनको अनुहारमा पनि खुकुरीले चोट लागेको थियो, तर उनी बाँचिन्। रिपोर्टेडली 40 टाका लागेको थियो उनको अनुहारमा। 5-7 मिनट भित्रै सबै कुरा सकियो। हत्याराहरू हातमुख धोएर जस्तो आएका थिए त्यसरी नै निस्किएका थिए। जब पुलिस पुग्यो, घरमा रगतको खोला थियो र बाथरुममा एउटा सानो बच्चा जिउँदो लास चाहिँ भएकी थिइन्। इन्भेस्टिगेसन सुरु भयो। हत्याराहरूको जताततै खोजी गरियो, तर रिजल्ट भने 0। 12 वर्षसम्म पुलिसले दोषी पत्ता लगाउन सकेन। अब प्रश्न आउँछ, राजधानीको बीचमा भएको यति ठुलो हत्या 12 वर्षसम्म किन सुल्झेन? यसमा मुख्य गरी 3टा कारण छन्। हरेक हत्या पछाडि कुनै न कुनै कारण या मोटिभ हुन्छ, तर यो हत्याको मोटिभ अर्थात् कारण नै क्लियर थिएन। यो हत्यालाई डिफ्रेन्ट एङ्गलबाट हेर्ने कोसिस गरियो, तर न त यो लुटपाट थियो, किनकि घरमा सबै सामानहरू जस्ताको त्यस्तै नै थियो, न त हेमन्त र अञ्जलीको कोही दुश्मन नै थियो। उनीहरू सबैजनासँग मिलेर बस्थे। गाउँ समाजमा पनि उनीहरूको नाम सबैले चिन्थे। मोटिभ नभएपछि इन्भेस्टिगेसन नै ब्लक भयो। समय बित्दै गयो। देशमा राजनीतिक परिवर्तन भयो। राजतन्त्र गयो, गणतन्त्र आयो, सरकार बदलियो, पुलिस चिफ बदलियो, तर रानीबारीको फाइल पेन्डिङ लिस्टमै बसिरह्यो। 12 वर्षसम्म ती हत्याराहरू हाम्रै समाजमा हाम्रै वरिपरि घुमिरहेका थिए। सायद उनीहरूले सोचिसकेका थिए कि अब त हामी बाँच्यौँ, अब पुलिसले हामीलाई कहिले पनि समात्ने छैन। अन्टिल 2071 साल नेपालको पुलिसको सिआइबी क्राइम इन्भेस्टिगेसन ब्युरोले अपरेसन रानीबारी सुरु गर्यो। सिआइबीले पुरानो फाइलहरू सबै पल्टाउन सुरु गर्यो। 12 वर्षपछि फिङ्गरप्रिन्ट त सबै मेटिसकेको थियो, विटनेसले पनि सबै बिर्सिसकेका थिए, तर एउटा सानो क्ल्यु थियो, एउटा पुरानो स्केच। 2 जना मानिस हतारमा भाग्दै गरेको देखेको एउटा बटुवाले बनाएको स्केच। अपराधी जति पर्फेक्ट भए पनि एउटा न एउटा गल्ती सधैँ नै हुन्छ। चाहे घमण्ड या डरले अरूलाई सुनाइहाल्छ,
गर्छन्। एउटा एक्युज मनराज गुरुङले रक्सीको झोकमा साथीहरूलाई भनेको थियो रे, रानीबारीको हत्याकाण्ड त मैले गरेको हुँ। यो रुमर सुराकी मार्फत CIB सम्म पुग्यो। पुलिसले त्यो व्यक्तिलाई ट्र्याक गर्न थाल्यो। मनराज गुरुङ त्यो बेलामा 2002 मा रामेछापबाट काठमाडौँ आएका सानातिना गुण्डागर्दी गर्थे। पुलिसले उसलाई र उसको साथी प्रमेश चौहानलाई निगरानीमा राख्यो। लामो इन्ट्रोगेसन र प्रुफ अगाडि राखिसकेपछि उनीहरूले मुख खोले र उनीहरूले जुन कुरा बताए त्यसले पुलिसलाई मात्र होइन पुरै देशलाई नै सकमा राख्यो। CIB ले सोध्यो, तिमीहरूले इन्जिनियरलाई किन मारेको, कुन दुश्मनी थियो? हत्याराले जवाफ दिए, को इन्जिनियर, हामीले त मेन पावरवालीलाई पो मारेको हो त। साथीहरू, यहाँनिर आएर यो कथाको सबैभन्दा बढी ट्र्याजिक टर्न आउँछ। उनीहरूलाई हेमन्त र अञ्जलीको नाम नै थाहा थिएन। उनीहरूको वास्तविक टार्गेट थिइन् घरबेटी गीता खड्का, जो माथिल्लो तलामा बस्थिन्। गीता खड्का मेन पावर बिजनेसमा थिइन् र उनको पैसाको ठुलो लफडा थियो। मास्टर माइन्डले हत्यारालाई पैसा दियो र भन्यो त्यो घरमा जाऊ र त्यो मेन पावरवालीलाई मारेर आऊ। हत्याराहरू गए, पानी परिरहेको थियो। उनीहरूले सोचे घर यही हो, तल यही होला। उनीहरू ग्राउन्ड फ्लोरमा पसे। जसलाई देखे उनीहरूलाई नै गीता र उनको श्रीमान ठानेर मारे। यो कन्ट्र्याक्ट किलिङ थियो। सिर्फ एउटा तला माथि उक्लिन नसक्दा 2 जना निर्दोषले ज्यान गुमाए। यो हो नेपालको क्राइम हिस्ट्रीको सबैभन्दा ट्र्याजिक केस अफ मिस्टेकन आइडेन्टिटी। अदालतले मनराज र प्रमेशलाई जन्मकैद सुनायो। 12 वर्षपछि आज्ञश्री, जो त्यति बेलासम्म 19 वर्षकी भइसकेकी थिइन्, उनले न्याय पाइन्। यो नेपाल पुलिसको लागि एउटा ठुलो सफलता थियो। तर मेरो मनमा अझै एउटा प्रश्न छ र सायद यो तपाईहरूको मनमा पनि होला। मनराज र प्रमेश त केवल हत्यारा मात्रै थिए। हत्यारा चलाउने मास्टरमाइन्ड को थियो? जसले पैसा दियो, जसले अर्डर दियो। पुलिस रिपोर्ट अनुसार गीता खड्कासँग दुश्मनी हुने केही शङ्काको व्यक्तिहरूको नाम आयो, तर कन्क्रिट एभिडेन्स नपुगेर त्यो मास्टरमाइन्ड अझै पनि कानुनको पकडबाट बाहिर हुन सक्छ र यसरी हत्याको मास्टरमाइन्ड अझै पनि तपाईँ हाम्रै आसपास हुन सक्छ। अदालतको फैसला सँगसँगै पुलिसको फाइलमा यो केस त सल्भ भयो, तर साथीहरू, यो घटनाले छोडेको घाउ कहिल्यै निको हुने छैन। एकछिन सोच्नुहोस् त, हेमानत र अञ्जलीले आफ्नो जीवनमा कुनै ठुलो गल्ती गरेका थिएनन्। उनीहरूको मात्र यही गल्ती थियो कि उनीहरू गलत समयमा गलत ठाउँमा थिए। हामी राति ढोका बन्द गरेर सुत्छौँ यो सोचेर कि हाम्रो सुरक्षित छौँ, तर नियतले कुन ढोकाबाट कसरी प्रहार गर्छ यो कसैलाई पनि थाहा हुँदैन। रानीबारी हत्याले हामीलाई यही सिकाएर गयो कि जीवनको कुनै भरोसा छैन। आजको रात आफ्नो परिवारसँग हुँदा एकछिन सोच्नु होला, हामी सँगै भएको यो समय कति कीमती छ। यस्तै डिप इन्भेस्टिगेसन र क्राइम स्टोरी हेर्न हामीलाई सब्सक्राइब गर्न नबिर्सनु होला। स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आई विल सी यु इन द नेक्स्ट भिडियो विथ अ डिफ्रेन्ट गेस्ट। बाई बाई।